साथीहरू नमस्कार। सुदूरपश्चिम विश्वविद्यालयले आजभोलि कुनै पनि परीक्षा फर्म तथा रजिस्ट्रेसन फर्महरू आफैले भर्नुपर्ने व्यवस्था मिलाएको छ र यो भिडियोमा तपाईलाई म कुनै पनि परीक्षा फर्म तथा रजिस्ट्रेसन फर्म कसरी भर्ने भन्ने कुरालाई चाहिँ स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु र भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। Now let's start this video. फर्म फिलअप गर्नुको लागि सुरुमा साथीहरूले कुनै ब्राउजरलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ। जस्तै मैले गुगल ब्राउजरलाई ओपन गरेँ र यसमा मैले fwexam.edu.np लेखेर सर्च गर्नुपर्ने हुन्छ र त्यो गर्ने बित्तिकै यस्तो हाम्रो यहाँ ड्यासबोर्ड देखिन्छ। यस्तो ड्यासबोर्ड देखिने बित्तिकै यहाँ माथि तपाईं देख्न सक्नुहुन्छ 3 प्यारल लाइनहरु छन्। यता 3 प्यारल लाइनमा गएर अनलाइन पोर्टल भन्नेमा जानुपर्छ र यसमा क्लिक गरिसकेपछि यस्तो पेज देखिन्छ र यसमा माथि सुरुमा भएका अगाडिको जस्तै 3 प्यारल लाइनमा फेरि क्लिक गर्नुपर्ने हुन्छ र तल लगइन भन्ने अप्सन देखिन्छ। अनि त्यसमा क्लिक गरिसकेपछि हाम्रो यता वेलकम टु fw-emis भन्ने देखाएको छ र यसमा साथीहरु यदि तपाईहरु नयाँ हुनुहुन्छ अथवा तपाईले फर्स्ट सेमेस्टरबाट कुनै फर्म भर्दै हुनुहुन्छ भनेपछि सुरुमा चाहिँ रजिस्ट्रेसन नम्बर चाहिँ तपाईहरुले क्याम्पसबाट माग्नुपर्ने हुन्छ। त्यसपछि तल पासवर्डमा चाहिँ तपाईहरुले आफ्नो डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। पहिला इयर, त्यसपछि मन्थ, त्यसपछि डे राख्नुपर्ने हुन्छ र डेट अफ बर्थ राखिसकेपछि हामीले लगइनमा जानुपर्छ। त्यसपछि त्यहाँ पासवर्ड चेन्ज गर्नुपर्ने अप्सन देखाउँछ र म यसमा गएन किनभने यो अलरेडी पासवर्ड चेन्ज गरिएको छ यसमा। र तपाईहरु यदि त्यसमा जानुभयो पासवर्ड चेन्ज भन्ने अप्सनमा जानुभयो भने त्यहाँ करेन्ट पासवर्ड भन्ने देखाउँछ। करेन्ट पासवर्डमा त्यही डेट अफ बर्थ राख्नु होला र त्यसपछि न्यू पासवर्डमा तपाईले आफ्नो पासवर्ड राख्न सक्नुहुनेछ र त्यसपछि त्यसलाई कन्फर्म गर्न सक्नुहुन्छ। कन्फर्म गरिसकेपछि फेरि यहाँ देखाए जस्तै यस्तै इन्टरफेस देखाउँछ। यसमा सुरुमा रजिस्ट्रेसन नम्बर राख्नुपर्छ। त्यसपछि तपाईले चेन्ज गर्नुभएको नयाँ पासवर्ड यसमा राख्नुपर्ने हुन्छ। त्यसपछि त्यो राखिसकेपछि लगइनमा जानुपर्छ। लगइन भइसकेपछि फेरि हाम्रो भित्र यस्तो पेज देखिन्छ र यसमा अलरेडी इन्फर्मेसन फिलअप गरिसकेको छ। तर सुरुमा तपाईहरु सुरुमा भर्दाखेरि यहाँ 2 MB भन्दा सानो फोटो र सिग्नेचर चाहिँ यहाँ अपलोड गर्नुपर्ने हुन्छ। साथै कन्ट्याक्ट र इमेल चाहिँ तपाईहरुले आफ्नो यसमा राख्नु होला। त्यसपछि यहाँ लेफ्ट साइड टपमा 3 प्यारलल लाइन छन्, त्यसमा क्लिक गरेर फेरि यहाँ पेन्सिल जस्तो आइकनमा क्लिक गर्नुपर्छ। यो पेन्सिलमा क्लिक गरिसकेपछि हाम्रो फर्म भर्नुपर्ने सेमेस्टरको यस्तो अप्सनहरु देखाउँछ। अब यसमा तपाईहरु आफ्नो कुन सेमेस्टरको ब्याक एक्जाम फर्म भर्दै हुनुहुन्छ अथवा कुन सेमेस्टरको तपाईहरु रेगुलर एक्जाम फर्म भर्दै हुनुहुन्छ सो अनुसार केयरफुली अलि ध्यान दिएर पढेर यसमा फर्म भर्नु होला। म चाहिँ अहिले 3rd सेमेस्टरको फर्म भर्दै छु र यसमा साइडमा पे RS 800 भनेको छ, यसमा क्लिक गर्छु र साथीहरु तपाईहरुले त्यो फर्म भर्दाखेरि जति पेमेन्ट मागेको छ त्यति नै पेमेन्ट गर्नुपर्ने हुन्छ र पेमेन्ट गर्दाखेरि चाहिँ तपाईहरुको ई-सेवा अकाउन्ट अथवा कनेक्ट आइपीएस अथवा खल्ती अकाउन्ट चाहिँ तपाईहरुले खोलेको हुनुपर्छ र यदि यिनीहरुमा अकाउन्ट बनाउनु भएको छैन भनेपछि चाहिँ तपाईहरुले आफ्नो साथीहरु अथवा कुनै दाइ दिदीहरुसँग तपाईहरुले पेमेन्ट गराइ माग्न सक्नुहुन्छ। र म चाहिँ अहिले कनेक्ट आइपीएसबाट पेमेन्ट गर्छु। यता युजर नेम राख्छु र तल चाहिँ क्याप्चा इन्टर गर्छु। त्यहाँ क्याप्चामा जे कुरा लेखेको छ त्यही कुरा हामीले लेख्नुपर्ने हुन्छ र यो इन्टर गरिसकेपछि यहाँ पेमेन्ट गर्नुपर्ने डिटेलहरु उले देखाउँछ। अनि यहाँ तल अब अकाउन्ट चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। अकाउन्ट मैले मेरो अकाउन्ट सिलेक्ट गरेँ। फेरि त्यसपछि सबमिटमा गएपछि हामीले यहाँ ओटीपी राख्नुपर्ने हुन्छ। ओटीपीलाई चाहिँ उले मेसेजको रूपमा हामीलाई रिफर गर्छ। उ आइसकेको छ र त्यसलाई मैले कपी गरे फेरि सबमिट गरिसके र मेरो पेमेन्ट चाहिँ भइसकेको छ र पेमेन्ट भइसकेपछि फेरि पुरानै पेजमा फर्किन्छ र यहाँ अप्लाई फर एप्लिकेसनमा क्लिक गरेर सब्जेक्ट चुज गर्नुपर्ने हुन्छ र यदि पार्सल हो अथवा आंशिक हो र कुनै सब्जेक्टको मात्र ब्याक एक्जाम दिँदै हुनुहुन्छ भने त्यसमा मात्र क्लिक गर्नु होला र यो क्लिक गर्दाखेरि चाहिँ सब्जेक्टको कोड र सब्जेक्टलाई राम्ररी हेरेर
हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ। र यदि रेगुलर तपाईँहरू इक्जाम दिँदै हुनुहुन्छ भनेपछि आफ्नो सब्जेक्टहरू र सब्जेक्टको कोडहरूलाई राम्ररी हेरेर यसमा सिलेक्ट गर्नुपर्ने हुन्छ। र सिलेक्ट भइसकेपछि चाहिँ हामीले यहाँ तल सबमिट फर्ममा क्लिक गर्नुपर्ने हुन्छ। र यो सबमिट फर्म गरिसकेपछि उसले एउटा यस्तो टिक देखाउँछ र इक्जाम रजिस्ट्रेसन भन्छ र सबमिटेड सक्सेसफुली भनेर दिन्छ। यसरी चाहिँ हामी इक्जाम फर्म फिलअप गर्न सक्छौँ। र यसरी फर्म भर्दाखेरि साथीहरूलाई कुनै ठाउँमा कन्फ्युजन आयो अथवा समस्या आयो भने तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ, अथवा मेरो फेसबुक अकाउन्ट दर्शन नेगी दीपमा तपाईँहरू मेसेज गर्न सक्नुहुन्छ। धन्यवाद।